नमस्ते साथीहरू। आज भने हामी अब नर्मल सिम हामीले फिजिकल सिम राखेको छौँ, भौतिक सिम राखेको हुन्छौँ। त्यो सिमलाई चाहिँ सिम इलेक्ट्रोनिक सिममा कसरी कन्भर्ट गर्न सकिन्छ, हाम्रो इक्जाम्पल चाहिँ अहिले एनटिसी नम्बरमा हेरिरहेछौँ। सो त्यसको लागि के गर्नु पऱ्यो भन्दाखेरि पहिले हजुरले नजिकको एनटिसी कार्यालयमा जानु पऱ्यो र त्यसमा आफ्नो एउटा फर्म भर्नु पऱ्यो होइन। अनि उहाँहरूले एउटा सर्टेन इन्फर्मेसन हजुरले दिनुपर्ने हुन्छ है, जस्तो नाम नम्बर यताउता होइन। अनि त्यसपछि उहाँहरूले एउटा बिल काटेर दिनुहुन्छ सर्टेन अमाउन्टको। त्यसमा चाहिँ सो बिल यस्तो खालको हुन्छ लगभग होइन, अराउन्ड 50 रुपिस पर्ने रहेछ होइन। अनि के छ भन्दाखेरि सो त्यसको यो अघिल्लो भाग हो भने अनि पछाडिको भाग चाहिँ हजुरको यस्तो सस्तो देखिन्छ है। सो यसमा चाहिँ हजुरलाई एउटा क्युआर दिएको हुन्छ, त्यो क्युआरलाई हजुरले स्क्यान गर्नुपर्ने हुन्छ राइट। स्क्यान गर्नुपर्ने हुन्छ अनि त्यसपछि कस्तो खालको स्क्यान गरेपछि हजुरलाई एउटा अलाउ गर्ने अप्सन आउँछ। जस्तो यहाँनिर मैले एउटा रेकर्ड गरेको छु, द्याट्स हेरमा। सो यसलाई स्क्यान हामीले गर्दैछौँ। त्यसपछि हजुरले सेलुलर सेट प्लान गरेपछि हजुरको यस्तो सर्टेन खालको मेसेज आउँछ है, डायलग बक्स आउँछ, जसमा हजुरले अलाउ गर्नुपर्ने हुन्छ है। अनि त्यो अलाउ गरिसकेपछि चाहिँ हजुरले के गर्नु पऱ्यो भन्दाखेरि अनि त्यसपछि हजुरको सिम सेटअप सिम भइसकेको हुन्छ, जुन नम्बरको हजुर सिम लिनुभयो त्यो सिम। अब हजुरको यहाँनिर के छ भन्दाखेरि त्यसलाई सबै सिम सपोर्ट गर्छ भन्ने छैन। सो यसको लागि चाहिँ हामीलाई के गर्नु पऱ्यो भन्दाखेरि एस्ट्रिक्स ह्यास जस्ट मेरो यहाँ छ नि हाम्रो एस्ट्रिक्स ह्यास फर्स्ट मेथडले यसरी इआइडी आउनु पऱ्यो क्या है। मेथड जस्तो मेथड 1 मा हजुरले अनि यहाँनिर हजुरको के छ भन्दाखेरि यो डायल गर्नुपर्ने हुन्छ अप्सन डायल नम्बरबाट है। सो मेथड 1 मा चाहिँ हजुरले के गर्न सकिन्छ भन्दाखेरि एस्ट्रिक्स ह्यास 06 ह्यास डायल गर्नुभयो भने हजुरको एउटा इआइडी भन्ने यसो के एउटा के हुन्छ इआइडी भन्ने डिस्प्ले हुन्छ। यदि यो इआइडी डिस्प्ले भएन भने यो डिभाइस अर्को आइ चाहिँ आइएमई मात्रै भन्ने हुन्छ होइन। डिस्प्ले भएन भने चाहिँ इफ डिस्प्लेस होइन, डिस्प्लेस इआइडी भने देखायो भने चाहिँ अब सपोर्ट गर्ने भयो होइन, त्यो सेटले चाहिँ सपोर्ट गर्नु। अर्को भनेको हजुरले सिम्पल के छ भन्दाखेरि आफ्नो सेलुलर प्लानमा चाहिँ एड इसिम अथवा एड सेलुलर प्लान भन्ने के त्यस्तो अप्सन देख्नुहुन्छ। जस्तो कस्तो भन्दाखेरि जस्तो मेथड 2 मा चाहिँ सेटिङमा जानुभयो भने होइन, अनि हजुरले एड सेलुलरमा जानुभयो भने लगभग एड कसैको यस्तो हुन्छ अनि एड इसिम आउँछ क्या है, यसरी आउँछ। सो यहाँ त हजुरको इसिम आइरहेछ नि त होइन। सो यसरी इसिम आउँछ अनि हजुरले त्यो इसिम राख्न त्यसरी पनि हजुरले कन्फिगर गर्न सक्नुहुन्छ त्यसलाई है। सो यो गरेपछि सबै सेटहरूले कुन सपोर्टले गर्छ कि नै भनेर हेर्नको लागि त्यो भयो है। अब हजुरलाई अझै त्यो सर्टिफिकेट कसरी लिस्ट गरेको हुन्छ क्या। जस्तो एप्पलले आफ्नो इसिमहरू कुन कुनमा लिस्ट गरेको छ भन्दाखेरि यो मोडलहरूमा लिस्ट गरेको छ है, ठिक छ। अनि जस्तो अनि अर्को जस्तो स्यामसङले यस्तो हुनसक्छ। अब केही लाएन, केही उपसिप लाएन, तपाईँलाई अझै मलाई कन् डाउट भयो भने चाहिँ ग्यालेक्सी स्यामसङको चाहिँ यो भयो होइन, पिक्सलको यो भयो होइन, ठिक छ। अनि होइन हजुरलाई डाउट के अरे लाग्यो भने के गर्ने भन्दाखेरि सिम्पल आफ्नो सेटको मोडल नम्बर, जस्तो फर इक्जाम्पल हजुरले अब आइफोन 12 होइन प्रो भनेर हजुरले टाइप गर्नुभयो है, जुनसुकै। मैले अब यसमा अरू पनि नाम लिन, त्यही पनि त्यस्तो के छ भन्दाखेरि अब एन्ड्रोइडको सेट्सहरू पनि हुन्छ नि त है,
जुनसुकै सेट अनर होइन यतापट्टि हाम्रो अनर त हाम्रो चाइनिज के जेस नो प्रब्लम जेस अनर जुन सेट छ त्यसैलाई त्यो सेटको मोडल नम्बर र डेटा सेट यसरी गर्नु हस् यसरी डेटा सेट गर्नुभयो भने चाहिँ आइफोन 12 प्रोको अलिकति भरपर्दो ल मलाई जिएसएम एरेनाको मनपर्छ जिएसएम एरेनामा जानुहोस् अनि यसमा चाहिँ लेखेको सिमतिर लाग्नु अब हजुरलाई टाइप गर्नु छ भने ए सरी फाइन्ड यसो कन्ट्रोल फाइन्ड गर्नु अनि सिम भनेर टाइप गर्नु यहाँ छ नानो प्लस यहाँ इसिम लेखेको छ नि ठिक छ इसिम यसरी इसिम भन्ने शब्द खुलाएको छ भने इसिम सपोर्टमा ठिक छ अनि चाइनिज उसहरूमा चाहिँ नहुँदो रहेछ नि त चाइनिज आइफोनहरूमा चाहिँ नहुँदो रहेछ न्यानो सिम हुँदो रहेछ है एकछिन हेर्नु अलिकति यहाँ अलिकति फरक छ है चाइनिज सेटरमा हुँदैन कि जस्तो लागिरहेछ अनि जस्तो यो इसिम भन्ने शब्द आयो हजुरको होइन भने अब हेर्नु यो अहिले कुन छ आइफोन 12 प्रो छ अघि लिस्टमा के थियो कि नै अब एकचोटि हेर्नु एप्पलको आइफोन 12 प्रो होइन आइफोन 12 छ यहाँ 12 प्रो यहाँ छ नि आइफोन 12 प्रो मा छ नि त होइन सो त्यसरी हामीले पत्ता लगाउन सक्छौँ इसिम सक्छौँ अब ऱ्यान्डम कुनै एउटा फोन अर्को सेट हेर्नु जस्तो भिभोको खोइ अब के भन्नु भिभोको मोडलहरू मलाई ठ्याक्कै थाहा छैन तर एउटा आइरहेको रहेछ ल एकचोटि एक्सप्रो डेटा सेट होइन जिएसएमएरमा अब यसमा सपोर्ट गर्छ कि नै भनेर हेर्नु पऱ्यो भने चाहिँ यहाँ ठ्याक्कै अहिले जस्तो सिम टाइप गर्नु अनि त्यसमा हेर्नु न छ त होइन इसिम छ त है यसो इसिम लेखेको छैन भने हजुरको सेटमा चाहिँ सपोर्ट गर्दैन सपोर्ट गर्छ लेखेको छ भने सरी होइन लेखेको छैन भने चाहिँ अब नर्मलमा हेर्नु अनर X9C ल X9C ठिक छ डेटा सेट अब कसैको 200 प्रो होला होइन डेटा सेट यसरी हेरौँ यसमा चाहिँ के छ भन्दाखेरि सिम टाइप गरेर हेर्नु है अब यसमा न्यानो सिम यसमा इसिमै छैन ठिक छ त्यही भएर यसमा अब यो इसिम भन्ने चाहिँ यो फोनले सपोर्ट गर्दैन कुन फोनले हजुरको अनर X9C ले मा चाहिँ इसिम जाँदैन है यसरी हामीले इसिम सपोर्ट गर्छ भन्ने कुरा हेर्न सक्छौँ हस् थ्याङ्क यू आजलाई यति अर्को अनलाइन तरिका भनेको एनटिसीको वेब पोर्टल इसिम पोर्टलमा जाने अथवा एनटिसी मोबाइल एपबाट गएर आफ्नो इसिम एक्टिभेट गर्न सक्नुहुन्छ यो चाहिँ सजिलै छ जस्तो कस्तो गर्नु पर्यो भन्दाखेरि हजुरले इसिम एनटिसी इसिम ओके एनटिसी इसिम गर्नुहुने या एनटिसी इसिमको पोर्टल छ त्यसलाई क्लिक गर्नुहोस् आफ्नो मोबाइल नम्बर राख्नुहोस् यो क्याप्चा राखेर सेन्ड ओटिपी गर्नुहोस् र त्यो भेरिफाई गर्नुहोस् है तर बिफोर दिस के गर्नु पर्यो भन्दाखेरि हजुरको ब्यालेन्स यहाँ चाहिँ भनेको छ अब हजुरको सेटले सपोर्ट गर्नुपर्ने हुन्छ सपोर्ट सेट गर्नको लागि त्यही 06*#06# को कुरा भइहाल्यो 50 रुपिस ब्यालेन्स हुनै पर्यो होइन अनि यदि सपोर्ट गरेन यो प्रोसेस गर्दा पनि हजुरको सपोर्ट गरिन्छ एनटी काउन्टरमा नेपाल टेलिकमको काउन्टरमा जानुहोस् र एकचोटि हजुरले के भएको छ भने सम्बन्धित ठाउँमा गएर चाहिँ हजुरले आफ्नो इन्फर्मेसन लिनुहोस् होइन सो कसरी गर्ने भन्दाखेरि चाहिँ यहाँ अलिकति फेरि एसेन्सियल बिफोर इसिम राख्नुभन्दा अगाडि पनि गाइडलाइन भनेको छ होइन वाइफाई चाहिँ चाहिन्छ है वाइफाई हुनुपर्छ है वाइफाई कनेक्टेड हुनुपर्छ ठिक छ once you receive the message saying your request eSIM has been accepted log into the eSIM portal using Wi-Fi in order to activate and download your eSIM because once you activate your eSIM using mobile data of the mobile number which you are trying to convert it into eSIM your physical gets deactivated hence the mobile network disconnects and as a result you won't be able to download your eSIM so data चलाउनु भयो भने त्यसले काम गर्दैन सो वाइफाई अनिवार्य रूपमा चाहिँ जोडिनु पर्यो वाइफाईमा ठिक छ अरू भन्दाखेरि त्यो फेरि मोबाइल नम्बर चाहिँ डिएक्टिभेट भएको हुनु भएन फेरि ओटिपी नआउने समस्या हुन्छ सफिसिएन्ट ब्यालेन्स चाहियो होइन अनि हजुरको प्रोफाइल अपडेटेड भएको हुनुपर्छ एन्ट्री रेकर्डमा चाहिँ होइन कुनै अब कहिलेकाहीँ मिसिङ भएको इन्फर्मेसन अथवा यस्तो केवाइसी अपडेट नभएको हुनसक्छ सो सिटिजनसिप र डकुमेन्ट्स अलिकति माग्न सक्छ उसले होइन सिटिजनसिप
त्यो चाहिँ हजुरले भेरिफाई गर्नुपर्ने हुन्छ है। अनि फोटो विथ सिटिजनसिप, आफ्नो फोटो सिटिजनसिप भनेको नागरिकताको फोटोसँग आफू होइन। प्लिज टेक अ क्लियर फोटो सिटिजन होल्डिङ यर फोन ह्यान्ड रिटन सबमिटिङ फर्म होइन। भोल चाहिँ भने चाहिँ यो भोइस 4G को कुरा गर्छ। गो टु रिस्टार्ट बोल चाहिँ एक्टिभेसन 4G एक्टिभेट गर्नुपर्छ आफ्टर सक्सेसफुली स्क्यानिङ द सेम होइन। रिक्वेस्ट रिभ्यू इट चेक समटाइम्स यो गर्नु चाहिँ त्यो स्टिल केही कुरा हजुरलाई समस्या लाग्यो भने यो क्याप्चा राख्नुहोस् होइन, अनि सेन्ड ओटिपी गर्नुहोस् होइन। के गर्नु पर्यो अनि त्यसपछि यो भेरिफाई गर्नु पर्यो हजुरले राइट। हजुरलाई ओटिपी आएको हुन्छ आफ्नो त्यो मोबाइलमा, त्यसमा हजुरले राख्नु पर्यो 227। अब यसमा हेर्नु न है, ठिक छ। यो हजुर यो कुरा यो सिटिजनसिप होइन आइडी होइन, ठ्याक्कै अब हजुरको सिटिजनसिप छ नि नम्बर, त्यस नागरिकता नम्बर त्यो राख्नुपर्ने हुन्छ। यो डिस्ट्रिक्ट राख्नुहुन्छ। जस्तै यसमा मैले हजुरले राख्नुभएको मिलेछ कि छैन भनेर कहिलेकाहीँ यसमा समस्या हुनसक्छ कि, त्यही भएर हजुरले अनलाइनबाट so district in the list issue district हुन्छ हैन। सिराहामा गर्नु पर्यो। भेरिफिकेसन सक्सेसफुल कन्टिन्यू हुन्छ हैन। त्यसपछि यसै भयो सबै यो भरिदिनु पर्ने हुन्छ है, अनि एप्लाई इसिम गरिदिनु पर्ने हुन्छ है। यसरी हजुरले आफ्नो इसिम ओके यहाँनिर क्लिक गर्नु परेको छैन। अब सिधै हजुरले के गर्नु पर्यो, एप्लाई इसिम गरिदिनु पर्यो है। एप्लाई सेम नै हो एनडिसीको मोबाइल एपमा पनि होइन। गर्ने बित्तिकै उता भेरिफाई गर्नु भएर अनि हजुरको एक्टिभेट हुन्छ है। हस्।